पूजा हजुर मलाई एकचोटिलाई माफ दे न। किन माफ? एकचोटिलाई दे न, एकचोटिलाई माफ दे न। किन हो मम्मी? एकचोटिलाई दे न त अनि माफ। अनि किन के भएर माफ दिनु हो? तैँले अस्ति मलाई एउटा अप्सन राखेको थिइस्, मेरो भुल भएछ हेर। तैँले मलाई कति गुण गरेकी रहेछस्, नैदेखि रहेछस्, के रहेछस् त मलाई केही थाहा भएन। तैँले सोद्धा मैले गुण छैन भने। तेरो गुण धेरै रहेछ, मैले अस्ति यो कुरो बुझेँ। मलाई मिसामारी गएको थिएँ अस्ति माइत जाँदा बाटामा भेट भयो बहिनीहरूसँग। मलाई त बहिनीहरूले र्याक्ती पारे, यस्तो र्याक्ती पारे नि मलाई। तैँले त्यो बुहारीलाई गुण गरेको देखिनस्, हेन तेन, यस्ती दिदी त उस्ती दिदी, त्यस्तो गरे हेर्नु बढेमा भनेर अर्की बहिनीले पनि भनी, त्यो अर्की बहिनीले पनि भनी मलाई। त्यस्तो भने मलाई एकचोटिलाई माफ दे है। हे मम्मी, तपाईँ अब सासू म बुहारी, मैले माफ दिइराख्नुपर्छ? माफ दे न बुहारी, एकचोटिलाई माफ दे। तर मलाई पनि एकदम दुःख लागेको थियो मम्मी, तपाईँलाई त्यतिखेर त भन्नुभयो कि मलाई कस्तो दुःख लाग्यो, बहुत नराम्रो लागेको थियो। अब के गर्नु, त्यही त भनेको त, माफ दे ल। माफी माग्नु पर्दैन त, तपाईँ त मेरी सासू।